नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। मेरो नाम योहानेस लामा हो। म पूर्वी नवलपरासीबाट बिलोङ गर्छु। यति बेला म गाउँ आएको छु अनि गाउँमा एकदमै हरियाली छ। जाडो महिनाको सुरुवात पनि भएको कारणले मौसम एकदमै रमणीय छ। साथी संगी संग छली लुकेर आउनु मनमा भएका कुरा सबै मलाई सुनाउनु लाजले जवानी खोला झैन फर्किएर केही समयको विदेश बसाइपछि आफ्नो गाउँ घर फर्किँदा छुट्टै अनुभूति भइरहेको छ। विगतका दिनहरूमा तपाईहरूले देखाउनु भएको मायाप्रति धेरै धेरै धन्यवाद। YNN च्यानलमा तपाईहरूले विभिन्न किसिमका स्टोरीहरू सुनिराख्नु भएको थियो भने अबका दिनहरूमा पनि अझै नयाँ नयाँ कन्टेन्टहरू ल्याउने प्रयास गर्नेछु। आशा निश्चय नै यस च्यानललाई माया गरिदिनुहुनेछ। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद। यो चाहिँ मेरो घर वरपरको दृश्य हो। हामीले बारीमा धेरै कुराहरू लगाएका छौँ। म चाहिँ लामो समय विदेश बसे पश्चात घर आएको छु। घर आउँदा हरियो परियो अनि बारीमा थुप्रै साग सब्जीहरू देख्दा निकै रमाइलो महसुस भइरहेको छ। तपाईँहरूको माझमा विगतका दिनहरूमा धेरै हिस्टोरिकल भिडियोहरू ल्याएँ र फेरि नयाँ नयाँ भिडियोहरू ल्याउने जमर्को गर्दैछु। अवश्य तपाईँहरूले साथ दिनुहुनेछ भन्ने कुरामा विश्वस्त छु। यो चाहिँ कोदो बारी हो। विगतका वर्षहरूमा निकै धेरै कोदो उत्पादन हुन्थ्यो भने यसपालि कोदो फल्ने टाइममा निकै ठुलो वर्षा भएको कारणले कोदो त्यति राम्रो सप्रिन पाएन। तल्लो बारीमा झकमक्कै गरी तोरी फुलिरहेको छ। खाडी मुलुकमा काम गर्दा त्यहाँ हरियाली बिरलै देख्न सकिन्छ। त्यसैले घर आउँदा वरपर जताततै हरियाली देख्न पाउँदा निकै हर्षित भएको छु। गाउँघरमा यसरी दाउराको स्टोर गरेर राख्ने चलन हुन्छ। जाडो महिनामा आगो ताप्दा छुट्टै आनन्द मिल्दछ। यहाँहरूकोमा कस्तो छ कमेन्टमा बताउनुहोला। हाम्रोतिर चाहिँ यस्तै गरी दाउराको स्टोर गरेर राख्ने चलन छ। यो भिडियो हेरिराख्दा तपाईहरूलाई कतिको आफ्नो गाउँघर मिस गरिराख्नु भएको छ। यदि तपाईँहरू विदेशमा हुनुहुन्छ भने पक्कै पनि तपाईँहरूले पनि आफ्नो गाउँघर सम्झिराख्नु भएको हुनुपर्छ। भिडियोलाई मन परे लाइक कमेन्ट सेयर गर्न नबिर्सिनुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गरी सपोर्ट गरिदिनुहोला। आउँदो दिनहरूमा अझै राम्रो राम्रो भिडियोहरू ल्याउने कोसिस गर्नेछु। आजलाई यति नै। आउँदो भिडियोहरूमा फेरि भेट्ने बाचा गर्दै छुट्टिन चाहन्छु। नमस्कार।